हेलो गाइज ल हवा नमस्ते है सबैजनालाई। अब धेरै पछि फेरि हामी यात्रामा निक्लिरहेछौँ। अर्को कति निकै समयपछि फेरि हामी अर्को हाइकिङको लागि अब निक्लिरहेछौँ। यो चाहिँ हाम्रो कम्पनी अगाडिको हाइवे भयो। हामी तिनजना अनि अरू चाहिँ अब पर आउनु हुँदैछ। अनि लगभग कति 5-6 जना भइन्छ होला भेट भएर। आज चाहिँ हामी पुरा मौसम नि यस्तो छ, यस्तो मौसममा अब हाइकिङ जाँदैछौँ होइन। कस्तो हुन्छ होला अब पानी चाहिँ नपरोस्, पानी पऱ्यो भने फेरि हिजो यहाँ हिँड्नु आउँदा बेलुका यहाँबाट फर्केको थियौँ, त्यस्तै हुन्छ। ल अब चाहिँ फाइनल्ली हाम्रो ग्रुप पनि भेटिसक्यो। हाम्रो सीतारामजी पनि आइसक्नुभयो। त्यसपछि हाम्रो हजुर ल 5 जनाको टोली भयो। अब यहाँ हामी यहाँ चाहिँ पानीहरू लिएर अब यहाँबाट हामी लाग्छौँ। ल अब चाहिँ हाम्रो यो जङ्गलको बाटो सुरु भयो। यहाँबाट चाहिँ एकदम मौसम नि दामी छ, शीतल चिसो फिल भइरहेछ। अब चाहिँ यहाँबाट चाहिँ हाम्रो सिडीको बाटो सुरु हुने रहेछ। अनि पुग्नु पनि निकै माथि नै छ। अहिले भर्खर हामी अझै तलैछौँ। अब चाहिँ यहाँ चाहिँ लोकेसन यहाँबाट चाहिँ लोकेसन पनि रहेछ, कुन कताबाट जाने भनेर। अनि कति छ त्यस्तो डिस्टेन्स भनेर यहाँ लोकेसन पनि राखेको रहेछ। यहाँ यता एउटा यता छ, एउटा यता। हामी चाहिँ यतापट्टिको बाटो लाग्यो यो बाटोतिर। अब यहाँको बाटो चाहिँ यस्तरी छ, सिधै उकालो। यहाँ माथि अलिकति माथि चाहिँ गुम्बा रहेछ। त्यहाँ एकचोटि त्यहाँ गुम्बामा पुगेर गुम्बा लागेको छु। त्यहाँभन्दा अझै उकालो माथि पनि छ। तर कहाँसम्म जाने चाहिँ टुङ्गो छैन। अब हेर्दै जाउँ होइन। गलियो भने त्यहाँबाट फिर्छौँ होला। अब गलिएन भने चाहिँ अझै माथि पुगेर जान्छौँ। ल यहाँबाट चाहिँ सिधै नाकटोकिने जस्तै उकालो रहेछ है। सिधै हिँड्नुपर्ने। अब यहाँ माथि कहाँसम्म पुगिन्छ त्यहाँसम्म जाउँ। त्यो चाहिँ गुम्बाभन्दा माथिको बाटो भयो। तर यस्तो सिधै नाकटोकिला जस्तो उकालो छ क्या। कङ्गारो छैन होइन। दाउरा बोकेको मान्छे, आलुको भारी बोकेको मान्छे, यति सिम्पल। म त गलेँ गाइस। निक्लिने भयो। गाडीलाई टिपेल। यहाँबाट चाहिँ यस्तो बाटो छ होइन। बाटोहरू यस्तो अप्ठ्यारो अनि यस्तो जङ्गलको बाटो यस्तो छ। यस्तो बाटोहरू चाहिँ हिँड्दै गइरहेको छौँ है हामी। यस्तो बाटो हिँड्नुपर्छ। ल म चढ्नु लाग्यो बाटो। यस्तो छ ढुङ्गा पुरै। यो ढुङ्गाको बाटो हो चेरी यार। यति त हिँड्नु पऱ्यो नि हाइकिङ भनिसकेपछि होइन। ल अब फेरि यहाँ विश्राम गर्ने ठाउँमा पुग्यो। एकछिन विश्राम गरेर हामी यहाँबाट फेरि जाने चाहिँ यतापट्टि हो। यो बाटो सिधै उकालो छ। अझै कति माथि पुग्नु पर्ने थाहा छ। अब चाहिँ हामी निकै माथि पुगिसक्यौँ। यहाँ पछाडि टक्क यो पहाडहरू पनि देखिँदैछ। यसकै हाइटमा पुग्ने हो खास चाहिँ। अब चाहिँ निकै माथि आइसके जस्तो लागिरहेछ मलाई नि होइन। त्यही भएर सास पनि आइरहेछ। मस्त छ होइन। एकदमै धेरै जङ्गलको बाटो है। क्या आनन्द छ कि। रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहरा
कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर हजुर दाजु ए त्यो तल फुटबल खेल्ने त्यही हो हामी भनेको मैले फुटबल खेल्ने आएको त्यही हो बेला बेलाको बाटोहरू यस्तो पनि आउँछ यस्तोमा चाहिँ अब मोबाइल झऱ्यो भने कहाँ पुग्छ थाहा छैन भिडियो नि बनाउनु पऱ्यो होइन बनाउँदै भित्तातिर हिँड्छ क्या पत्थरको बाटो चट्टानको अनि यस्तो छ भन्दा सेफ्टी चाहिँ अलिकति हुन्छ र चाहिँ हामी यहाँ माथिबाट 1300 अहिलेसम्म चाहिँ 1300 बाटो हिँडिरहेको छौँ होइन अब पुग्ने बेलामा अझै टपमा चाहिँ एकदमै पुग्ने बेलामा उकालो छ भनिरहेछ सबैजनाले अब कस्तो छ होइन त्यो चाहिँ अब गएर थाहा हुन्छ यो रुट चाहिँ फर्स्ट टाइम हिँडिरहेको हो अब म चाहिँ पहिलोचोटि हिँडिरहेको छु त्यो भएर केही थाहा छैन अन्दाजमा हाम्रो गाइडहरूले गाइड गरिराख्नु भएको छ तीनजना चाहिँ पुरानो पहिल्यै हिँडिसकेकोहरू पढ्नुभयो हामी दुईजना चाहिँ नयाँ भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ केही थाहा छैन हामी अन्धाधुन्दामा हिँडिरहेछौँ ओके भाइ ल यो बाटो हिँड्दैछु अहिले चाहिँ मैले हिँडिराखेको बाटो यो हो यहाँबाट चिप्ल्यो भने चाहिँ कहाँ खस्छ थाहा छैन होइन तर बाटो यस्तो छ हैटरी पुरा होइन यस्तो दिँदै हिँड्नुपर्छ कि झडा भने चाहिँ पक्रिने हानेर होइन ओ यस्तो बाटो यार हाम्रो टपको बाटो अब यो चाहिँ ठ्याक्कै कस्तो भने यो अब लेकको बाटो हिँड्ने जस्तो छ क्या है जङ्गलहरू त्यस्तै छ होइन अनि यहाँ मौसम नि त्यस्तै छ चिसो भइरहेछ अब हुन्छ नि हाम्रो त्यो लेकतिरको बाटो हिँड्दाखेरि कस्तो हुन्छ होइन त्यस्तै फिल भइरहेछ सबैजना अब गर्दै होइन हिँडिरहेछ अहिले चाहिँ सँगसँगै छौँ सबैजना ग्रुप ल चाहिँ अलिक माथि छौँ हामी चाहिँ टपमा हिँडिरहेछौँ मतलब माथि हाइटमा हिँडिरहेछौँ अब बाटो चाहिँ त्यहाँ चाहिँ अलिक डेन्जर रहेछ यार है तल हेरौँ त तल यहाँबाट झऱ्यो भने यस्तो छ यहाँ बाटो यता छ ढुङ्गालाई अब यहाँ भित्ता यसरी समात्ने हो क्या ढुङ्गा होइन यसरी समात्दै हिँड्ने पुरा बाटो चाहिँ एकदमै रहेछ यार चट्टानको बाटो सजिलो पनि छ फेरि यहाँ अझ धेरै सजिलो बनाइदिएको छ यो सेफ्टी राखिदिएको छ नि त यस्तरी आफूलाई भयो भने यसरी टक्क पक्रिने यो पक्रिने हिँड्ने यहाँबाट आउँदो भिर छ पारीको सिन वा यो वातावरण यो हावा यो बाटो यस्तरी हिँड्नुपर्छ क्या बाटो त्यत्तिकै कहाँ हुन्छ अरे यार ल अब हामी डाँडामा पुगेको छौँ ए डाँडाहरू चाहिँ यस्तै छ है हामी आएको आजको हाम्रो डाँडा सबजना पुगेर त यहाँबाट चाहिँ दृश्य अवलोकन भएको लेखको बाटो हिँड्दै फेरि है हाम्रो लेखतिर पनि पुरा यस्तरी आएछ फेरि मजाले बनाइदिएको बाटो है बाटोहरू चाहिँ यस्तो उकालो छ कि अब चाहिँ हामी यो चाहिँ फाइनल टप होइन
टपमा पुग्नुको लागि यो चाहिँ हाम्रो लास्ट उकालो होइन, फाइनल उकालो। अनि यहाँनिर चाहिँ बाटो नि एकदम अप्ठ्यारो छ, त्यही पनि यस्तै अप्ठ्यारो बाटोमा पनि गीत गाउँदै भए पनि यहाँनिर चाहिँ यत्तिकै पनि सास बढिरहेछ, त्योमा पनि गीत चाहिँ गाउँदै रमाइलो गर्दै हिँडिरहेछौँ होइन। अब लास्ट उकालो भनेपछि त अलिक जाँगर पनि चलिरहेछ, बाटो त यस्तै छ है। अब यता पक्रिने उता पक्रिने हिँड्ने होइन, मौसम नि दामी है, हावा सिरिरी चलिरहेछ। यो हावाको कसम, यो बादलको कसम, यो घामको कसम, यो उकालो साह्रै खरो यार, यति खरो कि यहाँ हाम्रो भाइलाई हिँड्नु यति गाह्रो भइरहेछ होइन। तर नि भाइले जसो तसो हिँडिरहेछ। जब भाइलाई फ्रेममा ल्याउनुपर्छ भाइ यसरी हिँड्छ क्या, जब भिडियो चाहिँ मैले गरिरहन्छु भाइ यसरी हिँड्छ, जब भिडियो गर्दिनँ ऊ यस्तो गाह्रो गरी हिँड्छ कि भाइ। ल अब चाहिँ हामी फाइनल्ली यो टपमा आइसकेको छौँ। टप चाहिँ यस्तो रहेछ अनि यहाँबाट देखिने दृश्यहरू चाहिँ आजको यात्रा चाहिँ यहाँसम्मको थियो। फाइनल्ली अब लगभग 3 घन्टा जस्तोमा चाहिँ हामी आइपुग्यौँ होला। अनि अब यहाँबाट चाहिँ हामी अब फिर्दैछौँ होइन, झर्दा चाहिँ त्यत्रो धेरै टाइम नलाग्ला, छिटै हुन्छ। ल फाइनल्ली अब हाम्रो यात्रा चाहिँ आजको कम्प्लिट भयो। दिउँसै हिँडेको साँझो पख आइपुग्यो। अघि जाँदा चाहिँ यताको बाटो लागेको थियौँ, अहिले यताबाट आयो, एक राउन्ड लगायो होइन। 5 घन्टाको यात्रा सक्यो नि होइन। ल लास्टै रमाइलो होइन। ल अब हाम्रो यो चोटिको यो यात्राको भिडियो यहीँ सक्यो है त।